निर्वाचनको नाटक गरिरहेको छ नि, यो बन्द हुनुपर्छ देशमा र शान्तिपूर्व आज जसरी उहाँले उठाएका थिए यो नसुन्दाखेरि हामी शान्तिपूर्वक सडकमा पुग्यो, हामी निशस्त्र आएका छौँ। तपाईँहरूले अनुमति नै दिनु भएको छैन अरे के हो खासमा? यो देशमा शान्तिपूर्वक कुरा राख्न यो मामा आऊ यो ठाउँ खाली गरिदिनु पाइ म अनुरोध गर्छु यहाँलाई। यो ठाउँ खाली गरिदिनु पाइ म अनुरोध गर्छु। सांसदको यहाँ कुनै पनि किसिमको भेला जम्मा प्रदर्शन गर्नको लागि यहाँको अनुमति छैन। सम्बन्धित निकायबाट अनुमति नभएको हुनाले यहाँहरूलाई यो ठाउँ खाली गरिदिनु पाइ म पुनः पनि यहाँहरूलाई म अनुरोध गर्दछु। म पुनः अनुरोध गर्दछु यहाँलाई यो स्थल खाली गरिदिनु पाइ म अनुरोध गर्दछु। जिल्ला प्रशासन कार्यालयबाट स्थानीय प्रशासन ऐन बमोजिम कुनै पनि सडकमा कार्यक्रम गर्ने अनुमति नदिइसकेको हुँदा यहाँहरूलाई सडकबाट हट्दिनको निम्ति हामी विनम्र अनुरोध गर्न चाहन्छौँ। यहाँहरूले कुनै पनि कार्यक्रम सभा जुलुस या कुनै पनि धरना गर्दा स्थानीय
स्थानीय प्रशासन 2028 बमोजिम तपाईँले स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था भएको यहाँहरूलाई जानकारी नै छ। त्यसकारण यहाँहरूले कुनै पनि तपाईँहरूले कुनै आदरणीय दर्शक महानुभावहरू, यतिखेर हामी माइती घरमा छौँ। हिजो मिरज ढुङ्गाना लगायतका समूहले जेएनजीहरूको माग पुरा नभएको भन्दै आन्दोलन गर्ने घोषणा गरेको थियो र यतिखेर माइती घरमा केही युवा समूहहरू आन्दोलनमा आएका छन्, आन्दोलन गर्न चाहिरहेका छन्। उहाँहरूले शान्तिपूर्ण आन्दोलन गर्ने भनिरहँदा उहाँहरूले कुनै पनि प्रशासनसँग स्वीकृति नलिएको भन्दै प्रहरले यतिखेर उहाँहरूलाई यसरी कहाँबाट हटाउने प्रयास गरिरहनु भएको छ। तपाईँहरूलाई हामीले यहाँहरूलाई हामीले यो प्रत्यक्ष लाइभमा माइती घरको दृश्य यतिखेर देखाइरहेका छौँ र जेएनजी समूहका केही युवाहरू यतिखेर माइती घरमा यसरी शान्तिपूर्ण आन्दोलन गर्ने तयारीमा हुनुहुन्थ्यो र यहाँबाट प्रहरी प्रशासनले कुनै पनि स्थानीय तह अथवा कहीँ पनि तपाईँले स्वीकृति नलिएको हुँदा यहाँबाट हट्दिनका लागि भनेर अनुरोध गरिरहनु भएको छ र बारम्बार माइकिङ पनि गरिरहनु भएको छ। तर उहाँहरूले शान्तिपूर्ण हामीले आन्दोलन गर्न पाउँछ अथवा अहिलेको सरकार विरुद्ध यहाँ नाराहरू लगाइरहनु भएको छ। र यतिखेर प्रहरी बीच र यहाँ उपस्थित जेएनजी समूहका युवा साथीहरू बीच यतिखेर धरपकड जस्तै ठेलामठेल यहाँ चलिरहेको छ। प्रहरीले तपाईँहरूले कुनै पनि स्वीकृति नलिएको कारण यहाँबाट हट्दिनका लागि उहाँहरूले अनुरोध गरिरहनु भएको छ, माइकिङ गरिरहनु भएको छ। तर यहाँ उपस्थित जेएनजी साथीहरूले हामीलाई शान्तिपूर्ण आन्दोलन गर्न दिनु पर्यो भनेर उहाँहरूसँग एक खालको माग राखिरहनु भएको यहाँ छ। सुशील कार्की भन्नु जेएनजीको माग पुरा गर्नु पर्यो नि, माग पुरा नगर्ने भन्नु न सुशील कार्कीले दमन गर्नुपर्छ। हामीले भन्नु न दमन गरेको होइन र हाम्रो माग पनि पुरा हुन्छ
त्यसलाई किनभने हाम्रो देशको अभिन्न अङ्ग भनेको पुलिस प्रशासन हो राष्ट्रको सुरक्षा निकाय हो सेना हो प्रहरी हो निजामती हो कसैले सबै हाम्रो राष्ट्रको हामी 4036 सुधारी सबै मिलेर बस्नुपर्छ हामी जिउँदा जन्ती मर्दाको मलामी हामी सबै नेपाली दाजुभाइ हो मिलेर बस्नुपर्छ खडा गर्नु हुँदैन है शान्तिपूर्वक कसैले पुलिस प्रशासनलाई ढुङ्गाले हान्यो भने समातिहाल्ने हो त्यसलाई हामी शान्तिपूर्वक अब झगडा गर्ने दिन झगडा गर्ने होइन है झगडा गर्ने मुख छोड्ने तथा नाम बोल्ने काम बन्द पुलिस प्रशासनलाई एक शब्द पनि नराम्रो नबोल्नु एकदम झगडा गर्नु हुँदैन होइन सुरक्षा निकायको एउटा नियमको पालना गर्नुपर्छ 2028 सालको संविधान सबैले शान्तिपूर्ण रूपमा नियम कानुन पालना गर्ने सबै नेपाली हामी सबै मिलेर बस्ने हाम्रो देश नेपालको नदी ढुङ्गाको गर्ने बसाएर राखौँ पत्रकार सरहरू अलिअलि पछाडि गइदिनु बस्दिनु न बस्नु न बस्नु
त्यसमा देखेन नि अलिअलि गर्नु सुशीला कार्की मुर्दाबाद 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 सुशीला तेरो पाराले दुखा पायो साराले सुशीला तेरो पाराले दुखा पायो साराले सुशीला तेरो पाराले दुखा पायो साराले यतिखेर तपाईहरुलाई हामी माइती घरबाट प्रत्यक्ष जोडिएका छौँ तपाईहरुसँग र यहाँको माहौल यहाँहरुलाई हामीले देखाइरहेका छौँ। यतिखेर हिजो मिरज ढुङ्गाना समूहले आन्दोलन घोषणा गरे पश्चात अहिले यो माइती घरमा जेएनजी समूहका केही युवा साथीहरू आएर यहाँ शान्तिपूर्ण धरना दिने भन्ने कुरा गरिरहनु भएको थियो सुरुमा आएर, तर त्योभन्दा पछाडि प्रहरी प्रशासन अथवा प्रहरी साथीहरूले तपाईहरुले कुनै पनि स्वीकृति नलिएको भन्दै यहाँबाट हटाउने प्रयास पनि गर्नुभएको थियो। तर अहिले उहाँहरू यो सडकको बिचमा बसेर एक खालको अहिलेको सरकार जेएनजीकै सरकार विरुद्ध एक खालको नारा लगाइरहनु भएको छ र यहाँहरूलाई हामीले यो प्रत्यक्ष देखाइरहेका छौँ। यतिखेर यहाँको माहौल यस्तो रहेको छ। सुशीला सरकार मुर्दाबाद
यतिखेर प्रहरीले एकजना युवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको हामी देख्न सक्छौँ। मागहरूको हिजो युवाहरूले आन्दोलन घोषणा गरेका थिए। पत्रकार सम्मेलन मार्फत उहाँहरूले आन्दोलन घोषणा गर्नुभएको थियो भने यति बेला मैसी घरमा उहाँहरू उपस्थित भएर सरकार विरोधी नाराबाजी गरिसकेपछि हेर्न सक्नुहुन्छ जयन्ती अभियानका भन्ने एकजनालाई पनि फेरि प्रहरीले किन हेलो सब यहाँ पार्टीका कार्यकर्ताहरू अहिले प्रधानमन्त्रीमा बसेका छन्। कुनै केन्द्रीयको सरकार होइन यो, सब पार्टीको सरकार हो। रहेका छौँ उहाँहरू बिना अनुमति आन्दोलनको लागि
आफै खुट्छ जान परिसक्यो त राम्रो हानिसक्यो बुढियामा कुरा नगरौँ सुशीला आमालाई मेरो बिहेमा भोट्छाला बनाउँछु सुशीलाजीलाई अरू केही कामै छैन तपाईँहरूले बनाएको सरकार आजको दिनमा तपाईँमाथि हामी माथि नभन्दा हामीले बनाएको यस्तो हुन्छ भने कसले बनायो त भन्नुहोस् न केटाहरूसँगै खेल्नुपर्छ क्या त्यसको फाइदा लुट्यो खायो भ्रष्टाचार गरेर देश सरकार बनायो तपाईँहरूको आन्दोलन सफल भयो देशको असक्षमता तपाईँ सरकारमाथि बगिरहनु भएको मेरो इसारामै यो आन्दोलन भएको अझ पनि आन्दोलन गर्ने हो छोड्ने होइन एनजिओ आज हामी चाहिँ शान्तिपूर्ण ढङ्गले चाहिँ माइतीको मण्डलामा चाहिँ हामीले चाहिँ जेनजी आन्दोलनको कुनै पनि माग पुरा भएनन् जेनजी आन्दोलनको बलमा जेनजी आन्दोलनको रगतमा भनेको सरकारले न भ्रष्टाचारलाई कारवाही गरो न हाम्रा दाइहरू भाइहरूमाथि गोली हान्ने ती गोली हान्नेहरूलाई न कारवाही गरो हत्याराहरूलाई न कारवाही कसैलाई पनि कारवाही गरेन 78 जनाको बलिदान 2300 जनाको यो रगत हाम्रा घाइते साथीहरूको कुनै पनि माग सम्बोधन भएन आज हामीले चाहिँ हिजो पत्रकार सम्मेलन गरेर हाम्रो मिराज ढुङ्गेनाजीको संयोजकत्वमा र मेरो सहसंयोजकत्वमा हामीले चाहिँ आज माइती मण्डलामा चाहिँ शान्तिपूर्ण ढङ्गले चाहिँ यो सरकारले जेनजीका माग पुरा गरेन
अब यो सरकारको वैधानिकता सकियो, नैतिकता सकियो। अब चाहिँ जेनजी सहितको सर्वपक्षीय सरकार बनाउनुपर्छ भनेर चाहिँ आज हामी चाहिँ सडकबाट चाहिँ सुशीला कार्कीहरूलाई सशक्त हामीले खबरदारी गर्न गइरहेका थियौँ। तर चाहिँ सुरुवात सरकार जुन अहिले बनेको छ तपाईँहरू फेरि भन्नुहुन्छ गोलमेल सम्मेलन गरौँ, नयाँ सरकार बनाऊ। 3 महिनामा फेरि तपाईँले नयाँ सरकार बनाउन मन लाग्ला, स्थायित्व कहिले पाउने? किनभने यो सरकार पनि तपाईँहरूले नै बनाएको, यो सरकार जेनजीले बनाएको सरकार होइन। यदि जेनजीले बनाएको सरकार भइदिएको भए आज यो यसरी हामीमाथि धरपकड हुन्थ्यो। आज हामी शान्तिपूर्ण ढङ्गले सरकार तिमी गलत बाटो हिँड्दैछौ, जेनजीको रङको मूल्य यो होइन, जेनजीका मागहरू पुरा भएका छैनन्, पहिला तिमी हत्यारालाई कारवाही गर। यो देशमा हजार भ्रष्टाचारीहरू छन्, तिनीहरूलाई खै तिनीहरूको सम्पत्ति छान्ने, खै तिनीहरूका फाइलहरू खोलेको के हाम्रा दाइभाइहरूले यो चुनावका लागि गोली खाएका हुन् भनेर हामीले सोधिरहँदा आज हामीमाथि धरपकड भएको छ। सुशीला कार्कीले अब राजीनामा दिनुपर्छ। जेनजीहरू अब नेतृत्व लिन तयार छन्। अब हिजोको जस्तो यो राज्यविहीनताको अवस्थामा सुशीला कार्कीलेहरूले यो सरकारलाई हाइज्याक गरे र यो सरकार आज बिचौलिया र दलालहरूले चलाइरहेका छन्। जे आज जेनजीको सरकार हुन्थ्यो भने हामीले अघि पनि भन्यौँ, हामीले भनेका थियौँ पहिले हाम्रा भाइ बहिनीहरूमाथि गोली हान्ने हत्याराहरूमाथि उनीहरूलाई कारवाही गर, उनीहरूलाई काल कोठरीमा हाल र यो देशका भ्रष्टहरू, यो देशलाई चुस्नेहरू, नालायकहरूलाई कारवाही गर भनेर भनेका थियौँ। तर केही पनि गरेन यो सरकारले। चुनावका नाममा एउटै मात्र मन्त्र जबिरह्यो। हामी जेनजीहरू जीवित रहन्जेलसम्म म ओम प्रकाश अर्याल र सुशीला कार्कीलाई भन्न चाहन्छु, यदि तिमीहरू चुनाव गर्छौ भने 1 लाख जेनजी साथीहरूलाई गोली हान्नुपर्छ, मार्नुपर्छ, तिमीहरूले अनि मात्र चुनाव हुन्छ। हामी चुनाव हुन दिन्न। अर्कोखेरि जेनजी साथीहरू चुनावमा जानुपर्छ भनेर गइसक्नु भयो त तपाईँहरू किन यो तिनीहरू वास्तविक जेनजी पनि होइनन्, तिनीहरू अर्का हाइज्याकर हुन्। सुशीला कार्कीको वरिपरि घुमेर राज्य दोहन गर्ने, राज्य सत्ताबाट केही फाइदा लिने, केही कमिसनका नाममा, केही राजनीतिक सौदाबाजीका नाममा ती जेनजीका नाममा खोल ओढेका व्यक्तिहरू हुन्। आज वास्तविक जेनजीहरू सडकमा छन्, परिवर्तन चाहिरहेका छन्, यो देशमा सुशासन चाहिरहेका छन्, भ्रष्टाचारको अन्त्य चाहिरहेका छन्, यो देशमा गरी खाने वातावरण चाहिरहेका छन्। मेरो नाम अजय चौधारी, संयुक्त जेनजी आन्दोलनको सहसंयोजक। सुन्नुहोस् सर, परिवर्तन गर्ने चुनावको माध्यमबाट होला नि लोकतन्त्रमा के हो? हाम्रो आन्दोलन भाद्र 23 र 24 गते चुनावका लागि हामीले गोली खाएको हो, चुनावका लागि हामी सडकमा आएको हो। त्यतिखेर चुनावको नाम थियो, तर सुशीला कार्कीहरूले यो जेनजी आन्दोलनलाई हाइज्याक गरेर चुनावमा परिणत गरेका हुन्। उनीहरूले 82 84 चुनाव 82 गर्नेलाई लडेका होइनौँ। तपाईँहरूले आन्दोलन गर्नुभयो, त्यसपछि तपाईँहरू विभिन्न जेनजीहरूका समूह मिलेर तपाईँहरू जङ्गी अड्डामा जानुभयो, वार्तामा बस्नुभयो, प्रधानमन्त्री चयन गर्नुभयो त्यही सुशीला कार्की। अहिले तपाईँहरू जेनजीको जुन आफ्नो अकर्मण्यता छ नि, त्यो तपाईँ सुशीला कार्कीमाथि पोखिरहनु भएको छ। तपाईँहरू अकर्मण्य हुनुभयो, असफल तपाईँहरूको आन्दोलन असफल भयो जुन जेनजीले गर्नुभएको थियो। त्यतिखेर जङ्गी अड्डामा राज्य लगभग 24 घण्टा राज्यविहीनको अवस्था थियो। त्यतिखेर सुशीला कार्की लगायत केही पात्रहरूका नामहरू आएका थिए। त्यतिखेर केही व्यक्तिहरूले सुशीलाको नाम आयो, त्यतिखेर राज्यविहीनताको अवस्था थियो। सुशीला कार्कीहरूले केही स्वार्थ समूहका जेनजीहरूलाई साथमा लिएर चाहिँ उहाँले प्रधानमन्त्री बन्नुभयो र त्यतिखेर उहाँले के भन्नुभयो भन्दाखेरि भ्रष्टाचारीलाई 5 दिनभित्र घिसारे नै भने म नेपालकी छोरी होइन भन्नुभयो। आज 3 महिनासम्म के कुराले रोक्यो? सर, म एउटा कुरा भन्छु, तपाईँहरू यो संविधान मान्नुहुन्छ होइन? हामी यो संविधान मान्छौँ। यो संविधान मान्ने हुँदा यो संविधानले त चुनाव गराउँछ नि त। अब तपाईँ मलाई भन्नुहोस्, सुशीला कार्की संविधानको कुन धारा र उपधारामा प्रधानमन्त्री बन्नुभयो ल भन्नुहोस्? तपाईँहरूले नि बनाएको प्रधानमन्त्री होइन? संविधान भन्दा माथि विद्रोह छ। विद्रोहले यो केपी ओली र देउबाको सरकारले 36 घण्टाभित्र ढालेर विद्रोही पक्षले जितेको होइन। बाटो चाहिँ के हो तपाईँहरूको? अबको बाटोको भनेको हामीले स्पष्ट भनेका छौँ, सुशीला कार्की हाइज्याकर हुन्, यिनीहरूले कुनै पनि माग पुरा गर्न सक्दैनन्। अब सर्वपक्षीय सरकार बन्नुपर्छ भनेको अब आन्दोलन मार्फत सुशीला कार्की जस्तै अर्को प्रधानमन्त्री होइन, अर्को होइन। अब सर्वपक्षीय सरकार बनाउँछौँ, सम्पूर्णलाई नागरिक समाज, राजनीतिक दल र जेनजीहरूको बहुमत रहने गरेर हामी संविधान सरकार बनाए पनि यो संविधानले अन्तरिम सरकारलाई चुनावै गराउनुपर्छ भनेर दिन्छ फेरि आदेश। के गर्ने? तपाईँले चाहेको सुशासन हो कि होइन? तपाईँले चाहेको हाम्रो हत्यारालाई कारवाही हो कि होइन? यो भ्रष्टाचारीहरूलाई कालकोटे हाल्नुपर्छ कि पर्दैन? तपाईँहरूले सर्वपक्षीय सरकार भनेर चाहिँ भ्रष्टाचारीहरू हत्याराहरूलाई सरकारमा ल्याउनु खोज्नुभयो कि होइन? मैले अघि भने पक्षीय सरकार भनेको त त्यही होला नि। सुशीला कार्कीको आन्दोलनलाई हाइज्याक गरेकी हुन्। यदि जेनजीको सरकार हुन्थ्यो भने म फेरि पनि भन्छु, आज हाम्रा 78 भाइ बहिनीहरूमाथि गोली हान्नेहरूलाई किन पक्रिन सकेन? हामीले त भनेका थियौँ नि, भ्रष्टाचारीहरूका प्रत्येक वाइट बडी काण्ड यति ओम्नी हरेक सर्वपक्षीय सरकार भनेपछि फेरि हत्याराहरू तिनी तत्कालीन सरकारहरू आउँदैनन् सरकारमा? आउँदैनन्। राजनीतिक दललाई निषेध हो होइन, राजनीतिक दललाई निषेध होइन। बालुवाटारको अन्धकार हातमा जेनजीका नाममा सम्झौताको नाममा
जेएनजी आन्दोलनलाई औपचारिकमा विघटन गरिएको छ र त्यसका विरुद्ध हामीले त्यही दिनबाट हामीले पक्ष उठाएर आएका छौँ। सुशीला कार्कीको गाडी तिमीलाई उद्धार सहमति मान्दैनौँ हामी भनेर त्यहाँतिर उहाँहरू आन्दोलन तपाईँहरूमाथि धेरै लाग्यो नि कोरियाबाट भागेर आएको पनि आरोप लाग्यो तपाईँमाथि। यस्तो यो देश मेरो पनि देश हो, यो देशको छोरो म पनि हो। यो देशले नै लखेटेर मलाई विदेश पठाएको हो। यो देशलाई हामीले विदेशमा अप्ठ्यारो काम गरेर यो देशका नेतालाई यो देशलाई पालेका व्यक्तिहरू हुन्। आज अजय छोडारी मात्र होइन, लाखौँ युवाहरू यो देशमा फर्किन चाहन्छन्। आन्दोलन गर्ने तपाईँ नेपाल हुनुहुन्थेन होइन, म कोरियाबाट म यो आन्दोलनलाई नेपाल आएको छु र म अहिले स्पष्ट ढङ्गले भन्न चाहन्छु, म कुनै पनि ढङ्गले हिजोका हाम्रा साथीहरूले बन्दुक ल्याएका छन्, रगत बगाएका छन्, त्यो रगतलाई खेर जान दिनुहुन्न भनेर चाहिँ म यो ठाउँमा उभिएको छु। र अब आन्दोलनको नेतृत्व गर्दा मिराज ढुङ्गाना देख्दैनौँ। मिराज ढुङ्गाना यही हुनुहुन्छ, अगाडि मञ्च बस्नु भएको छ। हामी स्पष्ट भन्न चाहन्छौँ, सुशीला कार्कीहरू तिमीहरूको वैधानिकता नि सकियो, औचित्य पनि सकियो। अब जेएनजीहरू तिमीहरूलाई मान्दैनन्। हिजो ओलीहरूले त हेलिकप्टर पाएका थिए, तिमीलाई किसाने दिन आउँछन्। पक ओम प्रकाश सरियाल, सुशीला कार्की तिम्रा दिनहरू आउँदैछन्। केही दिन रोक, केही घन्टा रोक। तपाईँहरू अनुमति नलिएको प्रशासनको हामीले बिहान हिजो मै गएर जिल्ला प्रशासनले काठमाडौँमा अजय छोडारी गएर हामीले अनुमति मागेका थियौँ, तर उहाँहरूले चाहिँ हामी छलफल गर्छौँ भनेर हामीले हाम्रो आन्दोलनलाई रोक्ने प्रयत्न गर्नुभयो, तर हामी रोकिँदैन। युवाको आवाज सिडिओले कोही ओम प्रकाश सरियालले रोक्न सक्दैनन्। यो सोच धन्यवाद। तपाईँले संवैधानिक राजतन्त्र खोजिहाल्छ। होइन, हामी राजनीति होइन, हामी यो देशमा विकासका पक्षमा छौँ, विकासका पक्षमा छौँ। हत्यारालाई कारबाही हुनु पर्यो र भ्रष्टाचारीलाई कारबाही हुनु पर्यो। यो देशमा गरी खाने वातावरण हुनु पर्यो। विदेशबाट युवाहरू फर्किन पाउनु पर्यो र यो देशमा युवा रोकिनु पर्यो। हामीले चाहेको एक दिनसम्म हामीलाई मन्त्री हुनु पनि छैन, नेता हुनु पनि छैन। बस विदेशबाट हामी केही सिकेर आएका छौँ, केही कमाएर आएका छौँ। हामीले यो देशमा गरी खाने वातावरण हुनु पर्यो, यति चाहेका हौँ। तर यो नालायक सरकार, यो बिचौलियाको सरकार, यो दलालको सरकार, यो विदेशी अरबीहरूको सरकार यसका विरुद्ध हामी सकेका हौँ। धन्यवाद। एकजना व्यक्ति त्यहाँ गएर बसेर फेरि पुरानै तरिकाले देशलाई चलाउने हो भनेपछि अनि फेरि हामीले हाम्रा दाजुभाइ मरेको के काम होइन, हामी घाइते भएको के काम, फेरि सडकमा त आउनु पर्यो नि त। चुनाव के को चुनाव भने कसमा हुँदैन, चुनाव हुन्छ, यो चुनाव हुँदैन। प्रकाश रायले अछाममा चुनाव हुँदैन दिनु न, अरू 76वटा जिल्लाको जिम्मा त म लिन सक्दिनँ। अछाममा चुनाव रोक्छु म, कसरी हुन्छ? अछाममा गोली खान्छ भने बरु म चुनाव हुँदैन, कसरी हुन्छ? चुनाव हुँदा के बिग्रिन्छ? कस्तो चुनाव बिग्रिसक्यो, देख्नुभयो नि तपाईँले, बिग्रिसक्यो। तिनै गएर 5 दिनमा, तपाईँले सुन्नुभएको थियो नि, 5 दिनमा काया पलट गरिदिन्छु भन्ने एरियामा। त्यो दुर्गा प्रसाईको शब्द विस्तार दिनुपर्ने त, साबित लिनुपर्ने त होला नि। बसे ठाउँ हिसाब गर्ने ठाउँबाट उठ्न सक्ने हुन्न ती आमा। कसरी 5 दिनमा एउटा अचल ती आमालाई के हो भने, आमा बुढो हुनुहुन्थ्यो, बरु पछाडिबाट बसेर सल्लाह दिएर जवान युवाहरू तपाईँहरू देश चलाउनु सल्लाह म दिन्छु भनेको हुन्थ्यो नि त। कुर्सीको लोभ हो भने कति लाखको कुर्सी हो त्यो? 1 लाख युवाहरू जेएनजीहरूले 1,000 हाल्यो भने त्योभन्दा राम्रो कुर्सी आउँछ। अरबौँ कुर्सी ल्याइदिन्छु उहाँलाई। के बिग्रिन्छ भने धेरै बिग्रिन्छ। एउटा चुनाव जनताबाट अनुमोदित सरकार आउँदैन। चुनाव हुँदा एमाले काङ्ग्रेस माओवादीकै सरकार आउने हो होइन। जो आइने फेरि लोकतन्त्रमा जनताले होला नि त निर्णय गर्ने हो त। यिनीहरूसँग पैसा छ, पावर छ, बुथ छ, यसो गरौँ त ल। चुनाव साँच्ची गर्ने हो भने त्यो ठाउँमा प्रहरी पनि नखटाउने, त्यो ठाउँमा के नै यो उवाला होइन न, अहिलेको के भन्छ आधुनिक खालको चुनाव ल्याइदिउँ नि त। विदेशबाट ल्याइदिउँ नि त। विदेशबाट भोट हाल्ने बनाऊ होइन, मोबाइलबाट भोट हाल्ने बनाऊ। योमा चुनाव हुन्छ होइन भने के का चुनाव हेर्दै हेर्नु भने अझ दुर्गा प्रसाईको आन्दोलन बाँकी छ, आजादीको आन्दोलन आउनु बाँकी छ। हुनुहुन्छ र तपाईँहरू सडकमा आउनु, हामी बेला ठाउँमा देखिनुहुन्छ त तपाईँहरू। अवश्य देखिन्छ। जहाँ गलत हुन्छ त्यहाँ हामी जस्ता युवा आउँछौँ, जहाँ भ्रष्टाचार हुन्छ त्यहाँ हाम्रो छदार हुन्छ। सही कुरो छ। दर्शक महानुभावहरू, यतिखेर हामी माइती घरमा छौँ र तपाईँहरूलाई यहाँबाट हामीले प्रत्यक्ष प्रसारण मार्फत यहाँको दृश्यहरू देखाइरहेका छौँ। हिजो एक जेएनजी समूह, मिरज ढुङ्गाना लगायतका समूहले आन्दोलन घोषणा गरेका थिए, तर स्वीकृति नलिई, कुनै पनि प्रशासनको अनुमति नलिई आन्दोलन गर्न आइपुगेका समूहलाई यो माइती घरबाट
हटाउने क्रममा धडपकड पनि भयो र प्रहरी बीच उहाँहरूको नोकझोक जस्तो टाइपको पनि देखियो यहाँ दृश्य। अहिले केही जेन्जी साथीहरू यो माइती घरको सडकदेखि यतापट्टि हुनुहुन्छ भने अहिले केही साथीहरू यता हुनुहुन्छ र यहाँ उपस्थित जेन्जी साथीहरू अहिले जुन तरिकाले अहिले त रहेको सरकार विरुद्ध अथवा सरकारमा रहनुभएका सुशीला कार्कीको पदको खारेजी लगायत राजीनामा दिए टाइपको कुराहरू यहाँ उहाँहरूले उठाइरहनु भएको छ र यहाँहरूलाई हामीले यो ठ्याक्कै माइती घरको सडकबाट यहाँको दृश्य देखाइरहेका छौँ। यहाँको माहौल के छ कस्तो छ यहाँहरूलाई हामीले जानकारी दिइरहेका छौँ भने मिडिया साथीहरूको पनि बाक्लो रूपमा यहाँ उपस्थित रहेको छ र केही समूह यहाँ अझै पनि नाराबाजीमा हुनुहुन्छ। हाम्रो आवाज सरकारले सुन्नै पर्छ। अब यो मुखी भएका मान्छेहरूलाई साइड लगाइसकेपछि अन्य मान्छेहरूलाई चाहिँ अब माइग्रेट गरेर आउनुपर्छ छैन। अथवा पिछाडि अक्सिजन दिँदै हुन्छ यो पेटीमा बसेको अन्य मान्छेहरूलाई माइक पनि गराएर पिछाडिले माइक गर्न अनावश्यक रूपमा भिडभाड गरेर बसिरहनुभएका जति पनि दाजुभाइ दिदीबहिनी हुनुहुन्छ आफ्नो गन्तव्यतिर लाग्दिनु होला। यो आन्दोलनसँग सम्बन्धित बाहेक जति पनि व्यक्तिहरू हुनुहुन्छ यो अनावश्यक रूपमा तपाईँहरू भिडभाड गरेर यहाँ मासी बसिरहनु भएको छ भने कृपया गइदिनु होला। सबैजनालाई हामीले अनुरोध गरिरहेका छौँ यहाँ बसेर अनावश्यक रूपमा चाहिँ भिडभाड नगरिदिनु होला। सबैजनालाई फेरि पनि हामीले अनुरोध गरेका छौँ यो अनावश्यक रूपमा रमिते भएर भिडभाड गरेर बसिरहनु भएको छ भने बिना काममा यहाँ नबस्दिनु होला। सबैजना आफ्नो स्थानतिर गइदिनु होला। धन्यवाद। यो अगाडि डिलमा बस्दिनु भने तपाईँहरू प्लिज यो डिलमा नबस्दिनु। पछाडि सडक छ त्यहाँ फेरि तल झर अर्को दुर्घटना हुनसक्छ। यहाँहरू प्लिज त्यो डिलमा नबस्दिनु। यो अगाडि डिलमा जो नै बस्नु भएको यो बिग जोन सिलाइ जोन हो त्यो दुबोरेको ठाउँ पनि हो त्यो त्यसको संरक्षण गर्नु पनि हाम्रो दायित्व हो। प्लिज यो ठाउँ खाली गरिदिनुहोस्। यता ग्रिनरी जोनको प्लिज यहाँ हटिदिनुहोस् त्यहाँबाट। अनि यो बाहिर यो बिचको सडकमा नबस्दिनुहोस्। यो सडक र डिलमा नबस्दिनुहोस् प्लिज। यो ग्रिनरी जोन डेभलप गरेको त्यो दुबो रोपेको ठाउँ त्यो हटिदिनुहोस् प्लिज। यता यो छेउको यो डिलमा बसेकाहरू प्लिज तपाईँहरू त्यहाँबाट झरिदिनुहोस्। यो डिलबाट त्यहाँबाट झरिदिनुहोस् तपाईँहरू। यो रोडमा तपाईँहरूले अनावश्यक भिडभाड नगरिदिनु होला। कृपया आफ्नो घरतिर गइदिनु होला सबैजना।
काम छैन भने यहाँ सबैजना यो अनावश्यक भिड कसरी गराउने आफै शान्त मोबाइलबाट लाइभ छोडो हिँड्दिने मुला त्यहाँ अफिस सब ल्याङ सबै हामीले यस्तो छ हामीले त्यही लफडापट्टि गर्ने यो फेरि पनि तपाईँहरूलाई हामीले अनुरोध गर्यौँ माथि नबस्दिनु होला पछाडिपट्टि बस्न सक्छ तपाईँहरूकै सुरक्षाको लागि हो माथि हाइवेमा नबस्दिनु त्यहाँ ग्रिनरी पनि छ त्यो बचाउन तपाईँ हामी कर्तव्य हो होइन
अलिकति पछाडि सर्दिनु त पछाडि सर्दिनु बस्न दिनु अनि तपाईँलाई पछाडि भन्छ कि अलिकति पछाडि गरिदिनुहोस् यहाँनिर घाइतेहरू हुनुहुन्छ थोरै थोरै ब्याग राखिदिउँ अलि पछाडि पछाडि गइदिनु पछाडि बस्नु यहाँ घाइतेहरू हुनुहुन्छ मिडियाका साथीले मिडियाका साथीहरू मिडियाका साथीहरू अलिकति पछाडि सर्दिनुहोस् न है प्लिज मिडियाका साथीहरू पछाडि सर्दिनु मिडियाका साथीहरू मिडियाका साथीहरू अलि मिलाएर बस्नुहोस् पत्रकार साथीहरू नगर्नु हो यस्तो
सुशीला सरकार मुर्दाबाद बोल्न पाउनुपर्छ तपाईँले मुख सुन्नुहोस् न मुख बन्द गरेर टेप ल्याउनु टालिदिनु टिमलाई यति बेला श्रृङ्खला देख्ने बित्तिकै प्रहरीले व्यवस्थापन गरिराखेको छ तपाईँहरूलाई भएको के हो तपाईँहरूको बुद्धि छैन भने के अझैसम्म तपाईँ केपीओलीका भराउनेहरू मात्र हाम्रो बरकेलीको टाउको फुट्ने गरी हानिहाल्ने हो क्या हुँदैन कृषिवाला फेरि भराउनु तपाईँको कलाकार यो माइतीहरूको अवस्था भने दृश्य तपाईँ सृजना
जनतालाई मार्दैन घाइतेलाई हामी यसरी राखे हो त यो सरकारको यतिखेर यहाँ गरिब प्रशासनले गाडीमा हालिसकेको अवस्था छ र ट्रेनभित्र एक गरेर युवाहरूलाई भित्र हाल्ने क्रम जारी नै छ। हामी तपाईँलाई निरन्तर अपडेट गराइरहेका छौँ। परिसकेको अवस्था छ र एक गरेर जिनजीहरूलाई एक गाडीभित्र हाल्ने क्रम जारी नै भइसकेको अवस्था छ। गरिरहेका छन् दर्शक महानुभावहरू। त्यतिखेर यहाँ प्रदर्शनमा उत्रिएका युवा साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ र समाजलाई पक्राउ गर्दै रक्षार पछार गर्दै प्रहरीले ल्याइरहेको छ र अनि हुन्छ यो नेपाल प्रहरी चाहियो परेर यहाँ गाडीमा हाल्ने कार्य भइरहेको छ। देखिएको छ प्रहरी जो पनि धर्नामा बसेका छन् एकदमै हामीले यहाँको अवस्था भनियो भने यति बेला डिसपोइन्टेड छ र यो अवस्था रेडिकुलस छ भन्दा फरक पर्दैन। यो सामान्य स्थिति होइन। जुन खालको अवस्था चुनावमा जाने कुराहरू भइरहेका छन् यो अवस्था भइरह्यो भने चुनाव कसरी हुन्छ त्यसले देखाउनु भएका छन्।
जेएनजीहरू जस्तो सरकार बनाएका थिए आज त्यही जेएनजीहरू आज सडकमा जाँदा लडाइँ गर्दाखेरि रहेको छ कसैको सर्ट च्यातिएका छन् कसैलाई फुट बजारिएका छन् कोही चाहिने यसरी एउटा दुईटा होइन करिब 50औंको सङ्ख्यामा आइपुग्दा जेएनजीहरू पक्रिँदै गरिएको छ। माइतीगढको दृश्य हो यो। माइतीगढको दृश्य तपाईँले हामीले बताइरहँदा देख्न सक्नुहुन्छ यहाँका सम्पूर्ण क्षेत्रमा चाहिँ माइतीगढ वरपर प्रहरी प्रशासन लगाइएको छ। नेपाल प्रहरी र सिटी पुलिसको उपस्थिति छ र यसपछि अर्को जेएनजीहरू पर्दैछ। जेएनजी सरकार आज जेएनजीहरू उपर नै ढाडो बनिरहेको छ। जेएनजी सरकार आज जेएनजीहरू उपर नै अत्याचार गरिरहेको छ र अहिले जेएनजीहरूले त के पनि भन्न थाल्यो भने यो सरकार हामीले बनाएको यो सरकार हाम्रो टेस्टमा बनेकै होइन यो त विदेशीले बनाएको सरकार भनेर जेएनजीले भनिरहेका र अझ रोचक तथ्य त के हो भने नवनिर्माण मन्त्री कार्यालयमा जेएनजीहरू छन् एकअर्कासँग हानाहानको अवस्था जेएनजी नै आएका कर्मीले अर्थात् एउटाले भन्छ म हो जेएनजी अर्कै भन्छ म हो जेएनजी। देखाइरहेका छौँ जेएनजी युवाहरूले सरकार विरोध गर्दै गर्दा ल सबैजना साथीहरू आफ्नो घरतिर लाग्दिनु होला कृपया। यहाँ तपाईँहरूको कार्यक्रम गर्ने कुनै अनुमति पनि छैन केही छैन प्रशासनबाट सबैजना लाग्नु घरतिर लाग्दिनु होला। यहाँ कसैले पनि भिडभाड गर्दैन सबैजना। तपाईँहरू माथि बस्नुभएका साथीहरू सबैजना तल हेर्नु होला। अनावश्यक भिडभाड गर्न नबस्नु होला। आफ्नो काममा गइदिनु होला। माथि बस्नुभएका साथीहरू सबैजना तल हेर्नु होला। अनावश्यक भिडभाड गर्न नबस्नु होला। तपाईँहरू आफ्नो काममा गइदिनु होला। माइतीगढ मन्दवामा आज जेएनजी युवाहरू गरेको प्रदर्शनमा नेपाल प्रहरीले बल प्रयोग गरेको छ। जसका कारण विकट भएको छ। आन्दोलन अहिले जेएनजी युवाहरूलाई प्रहरीले पक्राउ गर्दै अहिले खाली खिचिरहेको छ। अहिले देख्न सक्नुहुन्छ अहिले सरकार विरोधी आन्दोलन सन्दर्भमा जेएनजी युवाहरूको प्रदर्शन अहिले देख्न सक्नुहुन्छ।
नेपाल प्रहरी परिसर काठमाडौँ यता जाने हो कहाँ जाने हो यो यता जान्छ परिसरतिर नेपाल प्रहरीले ब्यारिकेड लगाएर बन्द गरेको छ चेन्ज युवाहरू अगाडि प्रहरी नेपाल प्रहरीको प्रहरी कार्यालयतर्फ अगाडि बढ्न खोजिरहेको सन्दर्भमा नेपाल प्रहरीले ब्यारिकेड लगाएर रोकिरहेको छ दृश्य अहिले तपाईँले देखाइरहेको छौँ काठमाडौँ माइतीघर बन्दरदेखिको दृश्य हो तस्बिर चेन्ज युवाहरू अगाडि बढ्न खोजिरहेका छन् यो अवस्था सहज छैन जानकारी गराउन चाहन्छौँ यो अवस्था कसैको यो अवस्था सहज छैन यो अवस्था साँच्चै नै गर्ने बेला भएको छ अहिलेको व्यवस्थापन गृह प्रशासन नेपाल प्रहरी स्वयं हामी आफ्नै पाइन्छ के गर्न सक्दैन के गर्नु अब यसको हिसाब किताब चाहिन्छ नेपाल जेएनजीकै नेतृत्वमा बनेको जेएनजी सरकारको विरुद्धमा जेएनजी युवाहरूले अहिले प्रदर्शन गरिरहेका छन् दर्शकबिन देखाइरहेका छन् हामी माइतीघर बन्दरदेखि देखेर सक्नुहुन्छ आह्वान गरेको थियो
फेरि स्वरमा निस्किसकेको अवस्थामा धेरै गर्ने घर खाने पछाडि अलि पछाडि अझै पछाडि ल स्पेस सुनिल अलि पछाडि बना स्पेस बना अलि पछाडि गर्नु ल ठिक छ अक्सिजन यो चिन ब्रेक गर्नु नदियो हाम्रो केटाहरू सबै हाम्रो ए बाबु समय अगाडि सबैलाई अगाडि बोलाइदिनु अब छिर्नु भेट गरेर बसिनु भएको साथीभाइहरू किन जानु पर्यो भित्र कोही मान्छे छिनो भित्र मान्छे नथिर है बाबु हाम्रो पिक्स अघि सुनिल सबैलाई पछाडि पछाडि सबै अलिक पछाडि सर्न बाबु भएन के छैन भने एम्बुलेन्सलाई फोन गरौँ एम्बुलेन्सको हाम्रो पर्यो त
ए बाबु बाहिरको मान्छे भित्र आउनु भएन भने मैले त ब्रेक गर्न जम्मै सर्कल हाम्रो बनाऊ भने मैले बाहिरको कोही पनि भित्र भएन मान्छे पनि भित्र त्यति भिड पछाडि 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 अलि ए भाइ ओइ भाइ ओइ हातमा हातमा भाइ चिरञ्जीवी भित्र कोही आउनु भएन त्यहाँबाट गर त जम्मै पछाडि ओइ मबे सक्नु छैन एउटा चाहिँ मान्छे दिवस भयो टाइम भइरहेछ